So hello guys, welcome to my new another vlog. आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आजको हाम्रो टपिक रहेको छ हामी उता पनौती हुँदै नमबुद्ध जानेवाला छौं। अहिले चाहिँ हामी पनौतीतिर छौं। यो पनौतीको एकदम ब्युटिफुल प्लेसमा आएर रोकेर एकैछिन बसेका छन्। दिदी चाहिँ यहाँ छ नि। देख्न सक्नुहुन्छ गाइस भ्यू पनौतीको हो। यो भ्यू चाहिँ सही लागेन मलाई, गाउँघरको जस्तो है। चट्ट गाउँघर त गाउँघर है। यताको भ्यू पनि छुट्टै छ, निलो आकाश देखिरहेछ। नाइस। अब चाहिँ फाइनली हामी यहाँबाट निस्किसकेको छौं है। हामी अब नमबुद्धतर्फ जाँदैछौँ। उतै गएपछि अरू भिडियो सुट गर्नेछु। अहिलेलाई यति नै त गाइस। फाइनली गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ नमबुद्धको मेन गेटमा हिँडेर आइसकेका छौं। स्कुटर चाहिँ तलै राखी छोड्यौं। लेन्थ्याङ हिँड्दैछु रेड बुल खाँदै चट्ट लाएर। एउटी चाहिँ हामी चाहिँ नमबुद्ध भित्र पसिसकेको छौं। देख्न सक्नुहुन्छ गाइस नमबुद्धको भ्यू। वाउ पिस ठाउँ छ है। हाम्रो यहाँ गुरुहरुको सबैजनाको हुनुहुँदो रहेछ यहाँ गुरुहरु। एउटै गुरु हो। धेरै अवतार लिनु भएको अरे यहाँ गुरुले। यहाँ मलाई दिदीले भन्नुभएको। मलाई चाहिँ यस्तो बारेमा खासै धेरै थाहा छैन। तपाईहरु आउनुभयो भने चाहिँ गाडी यहाँ पार्क गर्न सक्नुहुन्छ। तर माथि कोया गरेर सिधै झरेर फेरि तल त्यही ठाउँदेखि हिँडेर यहाँसम्म गाडी लिन आउनुपर्ने हुन्छ। त्यसैले हामी चाहिँ अलिक अगाडिमै बाटो भएर तलै राखी छोड्यौं। अब हामी कोर्रा गरेर तलदेखि माथि कोर्रा गरेर तल झर्छ नि त स्कुटर, त्यही भएर तलै राखी छोडेको छन्। भ्यू चाहिँ देख्न सक्नुहुन्छ गाइस। वाउ दामी छ एकदम पिस छ। देख्न सक्नुहुन्छ गाइस नेक्स्ट लेभलको छ है। लास्ट पिस प्लेस छ है। हामी चाहिँ माथि उकालो जाँदैछौँ। दामी छ है ठाउँ चाहिँ। फाइनली गाइस हामीले चाहिँ यहाँ भित्र चाहिँ अब फोटो खिच्नु मनाइ छ नि त। त्यही भएर अब चट्ट गयौँ हैन, प्रे गर्यौँ आयौँ। जे होस् एकदम पिस ठाउँ छ है। तपाईहरु नि एकचोटि घुम्नु होला, नमबुद्ध आउनु होला, प्रे गर्नु होला है। यस्तो राम्रो छ नि ठाउँ चाहिँ हेर्न सक्नुहुन्छ। नेक्स्ट लेभल छ क्या भ्यू देख्न सक्नुहुन्छ। हामी चाहिँ यहाँ तलबाट आएको। हाम्रो बाइक चाहिँ अझै तल छ, त्यो भन्दा तल ठाउँ चाहिँ देख्न सक्नुहुन्छ। यस्तो पिस प्लेस छ नि। आउनु होला, भिजिट गर्नु होला तपाईहरु पनि। देख्न सक्नुहुन्छ गाइस हामी चाहिँ तल पे गरिसकेर अब यहाँ माथि आइसकेका छौं। एकदम पिस ठाउँ। अब यहाँ चाहिँ हामी कोरा लगाउनु पर्ने हुन्छ। यो वरिपरि चाहिँ हाम्रो दिदी यहाँ स्टार्ट भइसकिन्। अब कोरा लगाउनलाई स्टार्ट भइसकिन्। अब मेरो पनि यस्तै हो, कोरा लगाउनु पर्ने हुन्छ। नमबुद्ध चाहिँ एकदम पिस। लुम्बिनी पछिको सेकेन्ड होला है। यस्तो पिस लागेको मलाई ठाउँ चाहिँ। अब लुम्बिनी नि गएको छैन, एकचोटि लुम्बिनी नि जाने भन्दै हुनुहुन्थ्यो। अब लुम्बिनी नि एकचोटि जानुपर्ने हुन्छ। फाइनली गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ माथि बत्ती बाल्यो। अनि यो गार्डन बेल दिदीले चट्ट किन्दाछिन् मलाई पनि। अनि हामी चाहिँ अब ओह्रालो लागिसक्यौँ। अब तल गएर तल कोर्रा लगाउनु पर्ने हुन्छ हामीले। अब यिनले चाहिँ सक्लान् कि नसक्लान् भयो। मलाई हिजै म त काबु भएको छु। दामी छ क्या ठाउँ चाहिँ। आउनु न हिँड्ने
जे होस् यस्तो पिस ठाउँ छ क्या आनन्द क्या यहीँ बसिराखौँ जस्तो फिल भइरहेको छ क्या एकदम बबाल छ ठाउँ चाहिँ बबाल छ तपाईहरु आउनु सो गाइज फाइनली हामी चाहिँ यहाँ आइपुगेको छौँ यो चाहिँ सिद्धार्थ गौतम बुद्ध भगवानले स्वयं आफ्नै मासु भोको बाघलाई खुवाएको ठाउँ हो यो चाहिँ देख्न सक्नुहुन्छ यस्तो बवाल छ है फाइनली गाइज देख्न सक्नुहुनेछ यस्तो चट्ट लाएर यस्तो बवाल छ होइन पिस छ शान्त छ अब यो जङ्गल हुँदै अब तलको गुम्बा होइन गुम्बा भन्छ कि के भन्छ स्तुपा तलको स्तुपामा जानुपर्ने हुन्छ तलको स्तुपामा चाहिँ अब दिदीले 13 कोर्रा हान्ने भन्नुभएको छ है कस्तो लागिरहेछ 13 कोर्रा हान्दा किन सधैँ हान्दा त ठिक छ फोटो यहाँ यसरी बित्नु भएको चाहिँ यसरी फोटो ल्याएर राख्नुहुन्छ यहाँ चाहिँ हाम्रो दिदीहरूले चाहिँ पहिला यहाँ मौसमी बहिनी अनि विवेक भाइ विवेक अब यिनीहरूले भाइ भाइ भनेको भएर मात्रै है मैले नि तर मेरो चाहिँ दाइ हो है जे भए पनि यहाँनिर राख्नु भएको थियो अरे कहाँ राख्यो अरे सो गाइज हामी चाहिँ फाइनली यहाँ एउटा आमासँग भेटेको छौँ है एकदम मजाक हुनुहुन्छ है तर मेरो चाहिँ के भयो भन्दाखेरि उहाँहरूको साउन्ड चाहिँ आएन के भयो भन्दाखेरि मेरो माइकको चार्ज सकिसकेको रहेछ मलाई थाहा पनि भएन अनि त्यही भएर यहाँ जे होस् आमा यहाँ यो वरिपरि सरसफाइ गर्नु हुँदो रहेछ यसो सकेसम्म तपाईहरूले पनि सहयोग गरिदिनु होला एकदम मजाको हुनुहुन्छ आमा चाहिँ बोलाइदिनु होला है सकेको सहयोग गरिदिनु होला हामीले धेरै चाहिँ सकेन अलिअलि सहयोग गरिदिएको थियौँ अनि जे होस् मजाले कुरा गर्नुभएको थियो आमा चाहिँ सो फाइनली गाइज अब यहाँ आमासँग नि अलिक धेरै बेर नै कुरा भयो हाम्रो है यसो दुःख सुखको कुरा गर्दै हुनुहुन्थ्यो दिदीसँग म चाहिँ यो भ्यू हेर्नुमै लागिरहेको छु है यस्तो राम्रो भ्यू छ आम्माम अब यहाँबाट चाहिँ हामी चाहिँ तल गुम्बा भाट ठाउँतिर जानेछौँ बाटो यस्तो राम्रो छ हेर्न सक्नुहुन्छ फाइनली गाइज हामी चाहिँ यो जङ्गलको बाटो हुँदै एकदम तल यस्तो दामी दामी ठाउँ हुँदै यति तल आइसकेछौँ अब हामी फाइनली यो तलको सबभन्दा तलको गुम्बा चाहिँ झरिसकेको छौँ है पिस है ठाउँ चाहिँ एकदम बबाल छ यो लुन्डरहरूले यति सोधे ल्याएको छ नि यो लुन्डरहरूले आम्मामा नाइस छ प्लेस चाहिँ तपाईँहरू पनि यदि पिस खोज्नुहुन्छ भने चाहिँ दिस वान प्लेस इज बेस्ट फर यु है अब हामी यो तलको मेन यो अब यहाँ दिदीले 13 कोर्रा हान्ने भनेर फिक्स भइसकिरहेछ है दिदी कस्तो भइरहेछ कस्तो फिल भइरहेछ एकदम आनन्द आनन्द भइरहेछ रमाइलो आनन्द भइरहेछ खुसी झूठ बोलो बार बार झूठ बोलो जो भी बोल सकते हैं सब झूठ बोलो फाइनली गाइज हाम्रो यहाँ कोर्रा लगाउनु स्टार्ट भइसकेको छ अब चाहिँ त्यो ब्यागमा राख्नु हेर न मोबाइल पनि डबल भएर गाह्रो छ 3-4वटा मोबाइल बोक्छन् अनि गाह्रो भइहाल्छ नि
Om Mani Padme Hum. Om Mani Padme Hum. Om Mani Padme Hum. Om Mani Padme Hum. फाइनली गाइज हाम्रो चाहिँ कोरेला सकिसकेको छ अब यहाँदेखि होइन आज 13 चोटि चाहिँ मैले पनि हानेको छु योसँग यतिकै हिँड्दा हिँड्दै 13 चोटि भइसकेको छ थाहा पनि भएन अब यहाँ चाहिँ हामी यो ठुलो यो अन्डर सिसी क्यामेरा टिभी केही फरक पर्दैन यो घुमाउनु लागिरहेछ नि गाइज टाउको दुख्यो यहाँ भाइहरू छौँ हाम्रो दिदी चाहिँ चट्टै यत्रो ठुलो घुमाइरहेको छ ठिक छ अब हामी चाहिँ यहाँ त्यो टेलरको दिदीहरूलाई पर्खिनु पर्ने हुन्छ शान्ति दिदीहरूलाई नाम पनि टेलरको दिदी राखिदिइसकेँ मैले है फाइनली हाम्रो कोरेला चाहिँ सकिसकेको छ है आजको भ्लग चाहिँ यति नै हो गाइज देख्न सक्नुहुन्छ है अब लास्ट भ्यू चाहिँ यही हो अनि यहाँ यसपछि चाहिँ म मेरो भिडियो इन्डिङ गर्ने सोचमा छु आजको भ्लग चाहिँ यति नै रहनेछ कृपया मेरो भ्लग मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला गाइज के गर्नु रे लाइक कमेंट शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला हैन गर्न बिर्सिनु होला अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े भाई यसले त मलाई डुबाउने रहेछ ल आज यति नै र अब हामी चाहिँ स्कुटर भाटामा जाँदैछौँ र ल यो पकडी थ्याङ्क्स फर वाचिङ गाइज